खुसी खुसी नै हुन्छ, चाहे त्यो सानो कुराको लागि नै किन नहोस्। हामी छोरी युनिसको ग्रेजुएसन सेरेमनीको लागि लन्डन पुगेका थियौँ। पुगेको रात केही खाली समय हुँदा हामी थोरै घुमघामको लागि बाहिर निस्कियौँ। जनवरी महिनाको चिसो रात, समय झन्डै मध्यरात भएकोले होला लन्डन सहर खाली खाली शून्य शून्य थियो। शून्य रात, चिसो हावा, हजारौं टल्किरहेको बत्ती बीच संसारको एउटा आकर्षणको केन्द्रबिन्दु टावर ब्रिज अफ लन्डनमा हामी पुगेका थियौँ। झपक्क बत्तीले सजिएको त्यो सुन्दर पुललाई हेर्दा थेम्स नदीसँगै मनै बहलाइदिने त्यसको रचना, सजावट, महत्व साँच्चै नै तारिफ गर्न लायकको छ। केही तस्बिरहरू लियौं सम्झनाको लागि। जसो फर्कन लागिरहेका थियौं, केही भनिरहेको जस्तो लाग्यो मलाई त्यो पुलले। तिमीलाई थाहा छ, मलाई हेर्न हजारौं पर्यटक आउँछन्। म माथि भएर वारीपारी गर्ने गर्छन्, कति हिँडेर त कति गुडेर। यो नदी ठूलो त होइन, तर म बिना वारीको पारी, पारीको वारी कसरी जाने, कसरी भेट्ने, नभेटी सम्बन्ध कसरी गाढा बनाउने। मान्छेहरू आउँछन्, मलाई हेर्छन्, रमाउँछन्, तस्बिर लिन्छन्, तर लाग्छ मेरो महत्व नबुझी उनीहरू फर्किजान्छन्। म पुल हो, सम्बन्ध घाँसिन्छन्, मासिन्छन् मेरो उपस्थिति अनि अनुपस्थितिमा। साँच्चै भुल गर्दा कसले पो देला फूल, टुक्रिएको सम्बन्ध जोड्न थापिदिने कसले यहाँ पुल। तर प्रिय मित्र, आज म तपाईलाई यस्तो पुलको बारेमा बताउन चाहन्छु जसमाथि हिँडेर तपाईले आफ्नो टुक्रिएको सम्बन्ध जोड्न सक्नुहुन्छ। इतिहास साक्षी छ, म कुनै काल्पनिक कुरा गरिरहेको छैन। आजभन्दा 2025 साल अगाडि यही तपाईँ र म बस्ने पृथ्वीमा परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्ट मानव रूप लिएर जन्मनुभयो। उहाँलाई क्रुसमा झुन्ड्याई मारियो, गाडियो, तर तेस्रो दिनमा उहाँ भौँरी उठ्नुभयो। उहाँले यो काम किन गर्नुभयो? पापको कारणले तपाईँ र मेरो सम्बन्ध परमेश्वरसँग टुटेको थियो। मृत्युपछि नरक हाम्रो भाग थियो। आत्मा मर्न पुग्यो, प्राण अन्धकार भयो अनि शरीर मरणशील बन्न पुग्यो। हाम्रो लागि कुनै उपाय थिएन र छैन पनि उहाँ बाहेक। कुनै बाटो छैन, मौका छैन जीवन पाउने अनि स्वर्ग जाने। त्यो पुल परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। स्वर्ग र पृथ्वी बीचको पुल, परमेश्वर र मानिसलाई जोड्ने पुल, आफ्नै रगतले पापलाई धुलाई मुक्ति दिने त्यो प्रेमको पुल, स्वर्ग लैजाने एउटै मात्र पुल। हजारौं बत्तीहरूले सजिएको त्यो टावर ब्रिज जस्तै येशू ख्रीष्ट रूपी पुल पनि अनन्त जीवन, प्रेम, अनुग्रह, धीरज, भलाइ, आशा अनि अनगिन्ती चम्किला बत्तीहरूले, सद्गुणहरूले भरपूर छ। के तपाईँ आज यो पुलमाथि हिँडेर पापबाट जीवनमा, नर्कबाट स्वर्गमा, अशान्तिबाट शान्तिमा, निराशाबाट आशामा प्रवेश गर्न चाहनुहुन्न? मित्र, आफैलाई निहालेर हेर्नुहोस् न। के त्यो तपाईँको धड्किरहेको मुटुमा परमेश्वरको प्रेमलाई हालेर धड्कन दिन तपाईँ चाहनुहुन्न? के एकपटक त्यो प्रेमलाई आफ्नो हृदयभित्र प्रवेश गर्ने मौका तपाईँ दिनुहुन्न? कस्तो आनन्द, कस्तो आशा, कस्तो निश्चयता, कस्तो अवर्णनीय अनन्तका कुराहरू छन् त्यहाँ। यो पुलमा हिँड्ने यात्रीहरू मूर्खै भए तापनि बाटो बिराउने छैनन्। येशू ख्रीष्ट रूपी पुलमा सबै थोक सित्तैमा पाइन्छ आज। भोलि भोलि भनिरहन्छौ, तर हुन्छौ के हामी यहाँ भोलिसम्मको साँझ? परमेश्वर बोलिरहनु भएको छ। के तपाईँ सुन्दै हुनुहुन्छ?